तपाईँले प्रष्ट रूपले काम गर्ने योग्यको बनाउनको लागि आज मैले ताजा ताजा काम गर्नको लागि यो महिमा तयार गरेको छु रे परमेश्वरले। धेरै अगुवाहरू पनि देखे, धेरै सङ्घ संस्था पनि देखे, घुमीखुरी मेरै संस्था, मेरै जन, मेरै लिडर भन्नेवालाहरू पनि देखे हैन। ताजा ताजा परमेश्वर गोलमालको हुनुहुन्न। तिम्रो आँखालाई खोल, तिम्रो आँखाले चिन, सत्यतालाई चिन, सत्यताको पछि लाग। परमेश्वरले किन भन्नुभएको छ त भन्दा आज सत्य आत्माको साथमा, सत्य परमेश्वरको साथमा चल्नेवाला अगुवा होस्, लिडर होस्, जन होस्, उसले संस्था हेर्दैन। के हेर्दैन रे? धर्म हेर्दैन, जात हेर्दैन, धनी हेर्दैन, गरिब हेर्दैन, मात्र हेर्नुहुन्छ तपाईँ भित्र हुनुभएका, रहेर कार्य गरिरहनु भएको परमेश्वर हेर्नुहुन्छ। त्यो मध्येमा आज साक्षात